राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाल्नुभएका प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार चौधरीज्यू, केन्द्रीय सदस्य निशा मेहताज्यू, विभागका विभागीय पदाधिकारीज्यूहरू, केन्द्रीय पदाधिकारीज्यूहरू, प्रदेशका पदाधिकारीज्यूहरू, त्यसै गरी जिल्लाका पदाधिकारीज्यूहरू र नगरपालिका वडा लगायत विभिन्न तह तबकामा पार्टीको सङ्गठनमा आबद्ध हुनुभएका सम्पूर्ण साथीहरू र स्वतन्त्र रूपले आज राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई हेर्नको लागि सुन्नको लागि पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई पुनः एकपटक नमस्कार, जय गण्टी व्यक्त गर्न चाहन्छु। आज यहाँ आउँदै गर्दाखेरि निर्जला एकादशीको दिन परेको रहेछ। यस्तो पवित्र दिन बराज क्षेत्रमा म जान पाएँ। बराज क्षेत्रमा जीवनमा पहिलोपटक पाइरहेको त्यो पनि कस्तो दिन परेछ, निर्जला एकादशी जस्तो पवित्र दिन। यसले के को सङ्केत गर्छ तपाईँहरू आफैले भन्नुहोस्। अनि आज ईदको दिन पनि परेको छ। ईदको पनि म हार्दिक मुबारक, हार्दिक शुभकामना दिन चाहन्छु। हेर्नुहोस्, नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ हामीले हाँसी खुसी धार्मिक सहिष्णुता सहित हामीले आफ्नो धर्म कर्म परम्परालाई यसरी निरन्तरता दिइरहेका छौँ। आजको यो पवित्र दिनमा यसरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बराज क्षेत्रमा यो कार्यक्रम आयोजना भएकोमा अत्यन्तै धेरै खुसी पनि लागेको छ। यहाँहरू सम्पूर्णमा भेट्न पाउँदाखेरि अत्यन्तै गर्व पनि भएको छ। यो चार दिवारले, यो पर्खालहरूले अलिकति झिकिरहेको छ। बाहिर पनि धेरै आमा बुवाहरू हुनुहुन्छ, धेरै साथीहरू हुनुहुन्छ, मलाई थाहा छ। तर म बाहिर हुनुभएको यहाँ अब अट्ने ठाउँै छैन, अट्ने यो क्षमताले भ्याउने ठाउँै छैन। म यहीँबाट के भन्न चाहन्छु भने यो पर्खालले छेके पनि राष्ट्रिय स्वतन्त्र पार्टीको आत्मा सधैँ खुल्ला छ, हृदय सधैँ खुल्ला छ। यहाँहरू सम्पूर्णलाई एकदम स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टी एउटै परिवार हो। यो पर्खालले छेके पनि छेक्यो भनेर दुःख नमान्नु होला साथीहरू। अब यहाँलाई थाहा नै छ राष्ट्रिय स्वतन्त्र पार्टी अहिले निकै सङ्घर्षशील परिस्थितिबाट गुज्रिरहेको छ। किन गुज्रिरहेको छ यहाँहरूलाई त्यो पनि थाहा छ। हाम्रा पार्टीका सभापति आदरणीय रवि लामिछानेज्यूलाई राज्यले सबै प्रकारको प्रतिशोध साधेर, सबै प्रकारको शक्ति प्रयोग गरेर एउटा मुद्दा दायर गरेको छ। राज्यले मुद्दा दायर गर्यो, सम्पूर्ण राज्य शक्ति एकातिर र रवि लामिछाने एक्लै निरीह व्यक्तिको जसरी मुद्दा लडिरहनु परेको छ। यहाँ तपाईँहरूलाई थाहा छ, अघि भर्खर पनि कुरा चलेको छ, एउटा नेताले मात्रै कुनै कुरा समाइदियो भनेदेखि त्यो ठाउँमा त्यो मुद्दा सुल्झिनको लागि कति समय लाग्छ भने तपाईँहरू कल्पना गर्नुहोस्, एउटा रवि लामिछाने विरुद्ध सिङ्गो राज्य शक्ति सम्पूर्ण प्रयोग भएको छ। यो मुद्दामा रवि लामिछानेलाई आज जित्यो भए पनि तपाईँहरूले कल्पना गर्न सक्नुहुन्छ म अहिले कुन परिस्थितिबाट गुज्रिरहनु भएको छ। यो परिस्थिति सामान्य छैन। यो परिस्थिति किन आयो म तपाईँहरूलाई अलिकति आफ्ना धारणाहरू राख्न चाहन्छु, किनभने यहाँहरूलाई पनि थाहा छ यो परिस्थिति किन आयो। तर मेरो तर्फबाट